सप्तरीको रूपनी गाउँपालिकाले 10 बेडको कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। अस्पतालका सन्दर्भमा थप जानकारी दिनुहुँदै गाउँपालिकाका अध्यक्ष हरेराम यादव अहिलेको विषम परिस्थितिले गर्दा दोस्रो चरणको कोभिड-19 को अवस्थामा अहिलेसम्ममा रूपनी गाउँपालिकामा जम्मा 52 जना सङ्क्रमित छ। त्यसमा 1 जना चाहिँ डेथ भएको छ र 17 जना रिकभर भइसकेको छ र अरूको अवस्था सामान्य अवस्थामा छ। र कोभिड-19 को अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था किन परेको छ भने यहाँ कतिपय जोखिम अवस्थामा जसले विपन्न परिवारका व्यक्ति छ, घरमा आफूले साधन स्रोत प्रयोग गर्न सक्दैन, मेडिसिन सही उपचार गराउन सक्दैन, त्यस्तो व्यक्तिहरूको लागि चाहिँ हामी अस्पताल सञ्चालन गरेका छौँ। र अस्पतालमा चाहिने जम्मै इक्विपमेन्टहरू 15 बेडको हामी सामानहरू ल्याइसकेका छौँ। अहिले 10 बेडको सञ्चालनमा छ। 10 बेडको सञ्चालनमा त्यसमा चाहिने अक्सिजनहरू र डाक्टरहरू, नर्सहरू, कासाहरू सबै व्यवस्थापन गरेर हामीले चाहिँ उद्घाटन गरेका छौँ। कोभिडको अवस्थालाई मध्यनजर गर्दै 10 बेडको अस्पताल सञ्चालनमा ल्याइएको छ, जसमा सबै किसिमको सुविधाहरू राखिएको छ। बेडदेखि लिएर चप्पलसम्म, फोहोर फाल्ने डस्टबिनसम्म अस्पतालमा व्यवस्थापन गरिएको छ। पेसेन्टहरूलाई कुनै किसिमको असुविधा नहोस् भनेर सबै कुराको व्यवस्थापन गरिएको बारे जानकारी दिनुहुँदै स्वास्थ्य शाखाका संयोजक रामनारायण यादव हामीले यहाँ सबभन्दा पहिले त 10 बेडको कोभिड अस्पताल र आइसोलेसन दुईटै जोइन्टैमा सञ्चालनमा ल्याएको छु र त्यसमा हामीले त्यो पोजिटिभ भएका बिरामीहरूलाई राख्ने उद्देश्यले जे उहाँहरूलाई खानादेखि लिएर अक्सिजन सिलिन्डर उसलाई पर्सनल के चाहिन्छ सबै कुराहरू हामी व्यवस्था गरेका छौँ। यो कति लागतमा यहाँहरूले तयार गर्नुभएको? यो हाम्रो सशतमा 10 लाख रुपियाँ आएको थियो। त्यसमध्ये 5 लाखमा बेड, साइड लकर र आइभी स्ट्यान्डहरू किन्न भनेको थियो, त्योबाट 5 लाख छ र गाउँपालिकाको कोरोना कोषबाट 10 लाख रुपियाँ हालेर 10 लाखमा यसमा फर्निचर डाक्टरहरूलाई बस्ने कुराहरूदेखि लिएर थप 10 वटा बेड र साइड लकर, आइभी स्ट्यान्डहरू खरिद भएको छ। यहाँको गाउँपालिकामा अहिले कोभिड सङ्क्रमितको अवस्था कस्तो छ? यहाँ भन्नाले जम्मा यहाँ रूपनी गाउँपालिकामा अहिलेसम्ममा 53 जना पोजिटिभ भएको छ। त्यसमध्ये रिकभर 27 जना रिकभर भइसकेका छ। अरूको रिकभर जस्तै छ तर रिपोर्ट आएको छैन हामीसँग। 1 जना त्यो 53 जनामध्ये 1 जनाको मृत्यु भएको छ। अनि अहिले समग्रमा भन्दा गाउँपालिकामा कोभिडको अवस्था स्थिति कस्तो छ? एकदम सामान्य छ, त्यस्तो भयावह छैन र अहिले एकदम घट्दो क्रममा छ। अब जाँचै गराउँदाखेरि धेरै पोजिटिभ आउँदैन। एकदम 50 जनाको जाँच गरायो भने 2 जना 1 जना मात्रै फेला पर्ने गरेको छैन। अहिले जुन थर्ड वेभको कुराहरू आउँदैछ कि थर्ड वेभ आउने सम्भावना बढी छ, त्यसको लागि यहाँहरूले यो तयारी गरेर बस्नु भएको छ कि यो हालको जुन अवस्था छ त्यसको? यो सेकेन्ड र थर्डको लागि पनि हामी पूर्व तयारी भएर बसेका छौँ। अब रोग भनेको कुरा के भन्छ भनेदेखि भनेर आउँदैन, अकस्मात हो, त्यस कारणले हामी पूर्व तयारी भएर बसेका छौँ। अनि यो कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा स्वास्थ्य कर्मीहरू कुन दरबन्दीको कतिजना राख्नु भएको छ? हाम्रो यसमा मेडिकल अधिकृत छ MBBS, 2 जना स्टाफ नर्सलाई हामी करारमा र 1 जना सरसफाइ कर्मी भनेर कास 1 जना भर्ना गरेका छु। जम्मा 4 जना र फेरि हाम्रा गाउँपालिका अन्तर्गतका स्वास्थ्य कर्मीहरूलाई पनि यसमा खटाउने ड्युटी लिस्ट हामी बनाएका छौँ। त्यहाँबाट अनमी र HA हरूलाई खटाउने ड्युटी लिस्ट बनाइसकेका छौँ।